यहाँ सुन्नुहोस् है, जस्तै ग्राफ्टिङ गर्ने बेलामा उहाँले भन्नुभयो नि हावा नचल्ने ठाउँ एकदम विषाक्त हुन्छ। अहिले टेम्परेचर एकदम धेरै चिसो पनि चाहिएन, धेरै गर्मी पनि भएन होइन। अब धेरै हावाहरू पनि चलिरहेको छ, धेरै घाम लागेको छ, त्यस्तो ठाउँमा गर्नु भएन। जस्तै हामी बाहिर बसेर गरिन्छ नि त घाममा यसरी। अब घाममा तपाईँको 1 देखि 2 दिनको लार्भा हुन्छ नि, त्यो निकाल्नुहुन्छ। त्यसमा त एकदम सानो हुन्छ नि त, त्यो मर्न सक्ने भयो क्या। हावा धेरै लाग्यो भने त्यो मर्ने भयो क्या। त्यस कारणले अब यस्तो रुम छ भने रुममा यस्तो बस्नु पर्यो, यहाँ यस्तो ठाउँमा होइन, हावा नचल्ने ठाउँमा होइन, एकदम शीतल ठाउँमा। त्यसलाई टेम्परेचर रुम टेम्परेचर हुनु पर्यो होइन। त्यसपछि धेरै घाम पनि नलागेको ठाउँ हुनु पर्यो। अनि तपाईँ सबै आफ्नो जस हुन्छ नि सेनिटाइजरले त्यो स्पिरिटहरूले होइन, पुरै हात अथवा साबुनले राम्रोसँग हात पनि धोएको हुनुपर्छ होइन। त्यो सबै गरिसकेपछि अनि पहिला हामी फ्रेमहरू निकाल्नु पर्यो। फ्रेम निकाल्नको लागि हामी जस आमा गोलाबाट हामी पहिला छान्नु पर्यो कि अब कुनमा धेरै लार्भा छ, कुनमा एकै साइजको लार्भा 1 दिनको 2 दिनको लार्भा कुनमा छ बढी, त्यो छान्नु पर्यो। त्यो छान्न जानुपर्छ होइन। पहिला घारहरू हेर्नु पर्यो होइन, कतिवटा 5 वटा 2 वटा 4 वटा आमा गोला छान्नु भएको छ भने त्यो 4 वटामा सबै फ्रेमहरू त निकालेर हेर्नु पर्यो। त्यो अब फ्रेम निकालेर हेर्नु कुनमा लार्भा छ बढी होइन, कुन लार्भा हामी छान्न सकिन्छ, त्यो सबै सिलेक्सन भइसकेपछि अनि त्यसपछि हामी अहिले के गरेको त्यो फ्रेम पहिला हामी प्रिपेयर गर्नु पर्यो होइन। फ्रेमहरू प्रिपेयर गरिसकेपछि हामी मह राखेर लगभग 1 घन्टा भइसक्यो होला होइन, कि भएन अझै 1 घन्टा भइसक्यो होला होइन। 1 घन्टा अगाडि नै जुन घारमा पनि हामी राखिदिँदा भयो होइन। त्यो राखिसकेपछि के हुन्छ, मौरीले पुरै सफा गर्छ। करी मौरीले काम गर्ने मौरी हुन्छ नि, त्यो सबै सफा गर्ने भयो है। अब त्यो सफा गरिसकेको त्यो फ्रेम लिने अनि त्यसपछि अब धेरै हावा नचल्ने ठाउँमा, धेरै घाम नलाग्ने ठाउँमा हामी बस्नु पर्यो, सिलेक्सन गर्नु पर्यो। अनि त्यसको लागि अब तपाईँहरूले कम आँखा देख्नु भएको छ भने यस्तो अँध्यारोमा त अलि त्यो लार्भा त देख्नलाई गाह्रो हुन्छ। अब यसको लागि हामी त्यो टाउकोमा लाउँछ नि त्यो लाइट, त्यो पनि जस ग्राफ्टिङ लाइटै आउँछ। तपाईँ बजारमा गएपछि उसमा मौरीको पसलहरूमा मौरीले कोही व्यवसाय गरेर त्यहाँ किन्न खोज्नु भने चाहिँ ग्राफ्टिङ लाइटै आउँछ। त्यो लार्भालाई त कोषमा देख्नको लागि त चाहियो त होइन। त्यहाँबाट हामी प्रष्ट देख्न सकिन्छ कि त्यो लाइट उज्यालो परेपछि, नत्र यस्तो उज्यालोमा हामी बसेर हेर्न सकिन्छ। यो खास अहिले हावा धेरै चलिरहेछ, यो मौसम ठिक छैन है ग्राफ्टिङको लागि है। त्यही पनि तपाईँहरूले प्र्याक्टिसको लागि म सिकाउन चाहन्छु, सिकाउँछु है। अब हामी के गरौँला, पहिला अब लार्भा चिन्न सक्नु पऱ्यो क्या। लार्भा कसरी चिन्ने त, अब 1 दिनको लार्भा हो कि 2 दिनको लार्भा हो, कसरी चिन्ने है। जस्तै अब कहाँबाट तान्ने त, जस्तै लार्भा निकाल्नुभयो। अब लार्भा अब यसरी जस्तै 1 दिनको लार्भा भयो होइन, जस्तै अन्डा पार्छ, जस्तै 90 डिग्री भन्छ कि एङ्गलमा अन्डा पार्छ। पछि अर्को दिन 3 दिनको लार्भा अन्डा अवस्था हुन्छ नि त, अर्को दिन जब प्युपा स्टेजमा पुग्छ, के लार्भा स्टेजमा पुगेपछि अलि यसरी ढल्केको हुन्छ क्या लार्भा। जब चिल्सा निस्किन्छ नि मौरीको यसरी ढल्केको हुन्छ। अनि 2 दिनको भएपछि अझ सी टाइपको हुन्छ क्या, यसरी सी टाइपको थोरै घुम्छ। अझ 3 दिनको भएपछि पुरै सी टाइपको हुन्छ। अनि ठुलो लार्भा हेर्नु होला, पुरै यसरी सी टाइपको बसेको खुम्री किरा जस्तो बसेको हुन्छ नि त लार्भा, यसमा हेर्नु होला है। अनि सी टाइपको जब हेर्नुहुन्छ भने 1 देखि 2 दिन 1 दिनको एकदम मसिनो हुन्छ। अनि सी टाइपको जब लार्भा घुमेको हुन्छ, अनि कहाँबाट तान्ने त, अब यसरी सी टाइपको यतातिर मुख हुने भयो नि त, यतातिर यसको अङ्गहरू पर्ने भयो नि त। अब सी टाइप यसरी छ भने हामी निडल कहाँबाट, यसरी पिठ्यूबाट सीको हुन्छ नि ब्याकबाट पछाडिबाट तान्नु पर्यो। अगाडिबाट तान्नुहुन्छ भने मर्न सक्छ क्या, 18 यसलाई घाइते हुनसक्छ, यो इन्जुरी हुनसक्छ। त्यस कारणले यसरी सी छ लार्भा यसरी बसेको छ। अनि सीको पिठ्यूको होइन पछाडिको भागबाट तपाईँ निडल छिराएर अनि तानेर अनि त्यसपछि हामी त्यो ग्राफ्टिङ फ्रेम हामी सफा गर्न दिन्छौँ नि, त्यो कोषमा कपमा हामी राख्नुपर्छ। अनि त्यसपछि त्यो राखिसकेपछि अब यसमा पनि धेरै टाइम लिने होइन। अब एउटा फ्रेम ग्राफ्टिङ गर्नुहुन्छ, अब तपाईँ आधी घन्टा 2 घन्टा लगाएर गर्नुभयो त भएन नि त। अब त्यहाँबाट पनि जस लार्भा के अरे फ्रेम निकाल्नु भएको छ माउगोलाबाट, अनि माउगोलाबाट फ्रेम निकालिसकेपछि के हुन्छ, त्यो माउगोलाको त अब चिसो हुने भयो, त्यहाँ लार्भाहरू मर्ने भयो। टेम्परेचर तापक्रम पुग्दैन, अरू घामले पनि अथवा केही कारणले पनि मर्ने भयो, किनकि त्यहाँ त सबै सेकेको हुन्छ नि त, सबै छोपेको हुन्छ मौरीले। अनि त्यसरी धेरै टाइम लगाउनु हुँदैन, लगभग सकेसम्म धेरैमा भयो भने 5 मिनटमा एउटा 20 वटा टिपेर राखिदिनुपर्छ। 5 मिनट पनि धेरै भयो, 3-4 मिनटमा जस टिपेर राख्नु पर्यो। अनि त्यसपछि जहाँ छ
त्यो पेपरले अब यहाँबाट उता छ त्यो नर्सरी गोला त्यहाँ अलिक टाढा छ भने पेपरले छोप्नु पर्यो। हामीसँग पत्रिका हुन्छ नि, पत्रिका अब फ्रेम निकाल्ने। अब यो फ्रेम छ भने अब यसमा लार्भा राखेको हुन्छ। अब यसरी लार्भा लिएर हिँड्नुहुन्छ भने यसमा हावा लाग्छ नि तल स्पिडले, होइन त्यो मर्छ कि, एकदम त सानो हुन्छ नि त्यो बच्चा, होइन त्यो मर्न सक्छ कि। अनि त्यस कारणले हामी पेपरले दुवैतिरबाट छेक्ने। अनि त्यसपछि तपाईँ जहाँ यो माउ गोला अथवा नर्सरी गोला छ भने यो नर्सरी गोलामा लगेर राख्ने। अनि राखिसकेपछि अब यसलाई खानेकुरा पनि दिनु पऱ्यो। अब यसलाई प्रशस्त खानेकुरा दिनु पऱ्यो नि त, कुटहरू पनि दिनु पऱ्यो। अब अर्को चिनी चास्नी छ भने चिनी चास्नी दिनु पऱ्यो। अथवा तपाईँ आफैले बनाउन खोज्नु भएको छ मह पनि अलि हुन्छ नि, पुरानो मह पनि दिन सक्नुभयो, मह पनि खुवाउन सक्नुभयो। यसरी गरेर हामी ग्राफ्टिङ विधिबाट जे होस् रानु उत्पादन गर्न सकिन्छ है। अब तपाईँले विचार गर्नुपर्छ होइन। अब यसको रेकर्ड राख्ने के, अब आज टिप्नुभयो होइन, कति दिनको लार्भा छ होइन, त्यो आफै विचार गरेर अथवा आज कति गते हो मिति पहिला टिप्ने। मान्यमा आज 17 गते छ होइन, 17 गते छ भने अब लार्भा त्यसले कति दिनको हुन्छ रानीको, लार्भा कति दिनको हुन्छ रानुको, 5 दिनको होइन। अनि त्यसपछि मान्यम 2 दिनको लार्भा टिप्नुभयो भने कति दिनमा जस प्युपा स्टेजमा जान्छ, 3 दिनपछि होइन। 3 दिनपछि जाने भयो भने त्यसपछि प्युपा स्टेज कति दिनको हुन्छ, 7 देखि 8 दिनको। अब यो सबै जोडेर 12 देखि 13 दिन भइसकेपछि तपाईँले अब घटबड हुनसक्छ क्या। 12 देखि 13 दिन भइसकेपछि यो तिनटै जोड्ने, अन्डाको अवस्था, त्यसपछि लार्भाको होइन, अनि त्यसपछि प्युपा सबै जोडेर 12 देखि 13 दिन भइसकेपछि 11-12 दिनमा। अनि त्यसपछि त्यहाँ भएको त्यो सबै कोषहरू कतिवटा छ त्यो सबै कोषहरूलाई ल्याएर अब घारहरू फुटाउने। अनि घारहरू फुटाइसकेपछि सब कोषहरू हामी रानी कोषहरू दिन सक्यो क्या। 10 वटा निस्केछ भने 10 अरु घारहरू रेडी बनाउनु पर्छ। हो, घार पहिले रेडी बनाउनु पर्यो। लगभग 36 घण्टा अगाडि नै फुटाएर राख्नु पर्यो घारहरू है। रानी दिन बनाउनु पर्यो, अघिल्लो दिन रानी दिनु पर्यो, अघि नै दिन हुँदैन। जस्तै यहाँ सुन्नुस्, अब आज सेल यहाँ सुन्नुस्, आज सेल सार्नु छ भने 2 दिन अगाडि घारहरू फुटाएर रेडी पार्नु पर्छ। 2 दिन अगाडि गर्नुपर्छ, आज हुँदैन, अघिल्लो दिनमा हुँदैन। त्यसरी फेरि एक्सेप्ट गर्दैन के मौरीले। त्यो अर्को तयार गरेर है सेल भाँच दिनु पर्यो। सेल भाँचेर अनि त्यसपछि यो राख्ने हो क्या, बुझ्नु नि। जब यो सेल दिने बेलामा जहिले पनि मौरीको जुन फुटाउनु भएको छ त्यो मौरी एकछिन यता सेल दिने बेलामा जुन मौरी फुटाउनु भएको छ त्यो मौरीलाई हामी हेर्नुपर्छ। त्यो सेलहरू उठाएको छ भने सेलहरू भाँचिदिने। अनि त्यसपछि यो सेल राख्नुहुन्छ नि, रानु कोष राख्नुहुन्छ भने अनि त्यसपछि यो जस त्यहाँबाट रानु अब जन्मिन्छ। आजै फुटाएको घरमा आजै त्यो रानु सेल दिन मिल्छ मिल्दैन सर? मिल्दैन, तर यस्तो के तपाईँहरूको यो सेरेनामा केजमा हाल्नै पर्छ। अर्को रानुको बन्द खोजिरहेको बेला दिनु पर्दो रहेछ है। सुन, अब यो सेरेनामा हाम्रो मेलिफेरामा कहिलेकाहीँ कुनै घारले एक्सेप्ट गर्छ त्यसरी होइन। हामी त विभिन्न तरिकाले पनि अध्ययन गरेको हुन्छ नि त। त्यसरी डाइरेक्ट राखेर तपाईँहरूको त्यस्तै क्वेसन त आउँछ होइन। अब त्यो अध्ययन गरेको हाम्रो मेलिफेरामा कुनै लिन्छ, तर सेरेनामा गाह्रो हुन्छ क्या। सेरेना अलिक छुच्चो टाइपको हुन्छ, अप्ठ्यारो हुन्छ। त्यो मेलिफेरामा कुनै लिन्छ। केजमा हालेर दिने नि मार्न सकेन त्यसरी। केजमा हाल्ने होइन कि, केजमा किन हाल्ने? त्यो केजमा हालिसकेपछि यहाँ सुन्नुहोस्, अर्को कुरा यहाँ सुन्नुहोस्, अर्को सावधानी कुरा है, प्रिकसनहरू कस्तो आफ्नो उहाँले भन्नुभयो केजमा हालेर। जस्तै केज दिने के, केजमा त हाल्न त हालियो होइन, त्यसको हुन्छ नि तापक्रम राम्रोसँग त्यो कोषलाई सेक्न सक्दैन के। अनि सेक्न सकेन भने त्यो राम्रो वृद्धि विकास हुँदैन कि, त्यसको अङ्गहरू राम्रो रानी जन्मिँदैन, त्यसको केही न केही कमीहरू हुन्छ क्या, बुझ्नु कि नै। त्यस कारणले केजैमा नराख्ने क्या। अब केज राख्नु, कुइन रक्षक कोष भनेको हामी प्रयोग गर्ने भनेको कतिखेर जस्तै कुइन रक्षक कोष राखिदियो, कतै तपाईँले इमर्जेन्सी पर्यो, त्यस्तै अब भ्याए नभ्याए भयो भनेर त्यतिखेर हामी प्रयोग गर्न सकियो। तर हामी यही रानीको लागि अब यो केजमा राखेर त्यहाँ दिनु हुँदैन, त्यसरी कहिले नदिनु, यतिकै दिनु। केजमा त धेरैमा 1 दिन 2 दिनसम्म। त्यो पनि यस्तो होइन र सर, त्यो रानी अब कुइन रक्षक कोषमा त यसमा त राख्नै सक्नु भएन तपाईँ। रानी बनाएर मार्दा भएर राख्न सकियो। हो, त्यो रानीको लागि त्यसको पर्पोजको लागि छुट्टै हो त्यो, बुझ्नु कि नै। त्यो रानी सुरक्षाको लागि त्यसको पर्पोज छुट्टै हो।
यो भनेको यसलाई हामी यो सेललाई केजमा राख्नु हुँदैन। यो जस्तै यो फ्रेम राखेको छ नि हामी, यो फ्रेम राखिसकेपछि हामी फ्रेम निकाल्छौँ के। निकालिसकेपछि त्यसमा त सबैमा कोषहरू हुन्छ नि त। मानले 20 वटा छ भने 10 वटा एक्सेप्ट गर्यो, 10 वटा कोषहरू छ, रानी कोषहरू। यो अचल अवस्थामा गइसकेको छ। अचल अवस्थामा पुगिसकेपछि अब यो मौरीले के हुन्छ, अब यसमा कोषहरू हुन्छ। कोषलाई तपाईँ अब यो फ्रेमलाई यसरी निकाल्नुभयो, हातले यसरी हलाउँदै यताउता गर्दै अरूमा उसमा सार्नुहुन्छ भने त्यो पनि राम्रो हुँदैन। यसलाई चोटपटक लाग्ने भयो क्या, किनकि यसमा त शान्त भएर बसेको हुन्छ नि त। अब हेर्नु होला, टक्क निकाल्ने मौरी सहितै आउँछ। कोष जब फ्रेम निकाल्ने बेला मौरी सहितै आउँछ। यसमा पुरै कोषमा मौरीहरू झुन्डेको हुन्छ क्या सेलहरूमा है। अनि मौरी सहित आउँछ। अनि एकदम नहलाइकन, कति हलाउनु भएन कि कोषलाई हलाउनु भएन कि, हलायो भने। अनि अर्को के हुन्छ भने तपाईँ जस्तै आज ग्राफ्टिङ गर्नुभयो, भोलि हेर्नुभयो, भोलि अब कतिवटा कोषहरू उठाएछ, अर्को कोर्स हेर्नुभयो कतिवटा 5 वटा 10 वटा कोष उठाएछ भने यसलाई दिनदिनै हेरिराख्नु परेन, बुझ्नु नै। दिनदिनै तपाईँ हेर्नुहुन्छ भने टकटक आउनुहुन्छ। अब यसले त हलिने भयो नि त कोषहरू। प्युपा स्टेजमा गइसकेपछि असल अवस्थामा यसको बडीहरू बनिरहेको हुन्छ, पुरैतिरबाट घेरेको हुन्छ। अनि त्यो हलायो भने त यसको अङ्गहरू जस अपाङ्गहरू जन्मिन सक्छ क्या, अथवा मर्न पनि सक्छ, बुझ्नु कि नै। कुनै कुनै हेर्नु होला कोसैमा मरिदिएको हुन्छ क्या, हुन्छ। अब कुनै तापक्रम अझ धेरै भएमा अनि एकदम चिसो भएमा कोषमै मरिदिन्छ क्या, अथवा धेरै चोटपटक लागेमा कोषमा तपाईँ यसरी चोट लागिदियो भने त त्यसरी पनि मर्न सक्यो क्या। यो सबै कुराहरू विचार पुर्याउनु पर्छ त्यहाँ फ्रेमको लागि। ग्राफ्टिङ फ्रेम हामी ग्राफ्टिङ गरिसकेपछि अनि त्यसपछि हामी त्यहाँ राख्नुपर्छ। चाहिँ फ्रेम निकाल्ने होइन, हामीले के चाहिन्छ त, हामी यतिकै आँसु कसैसँग छैन, निडिल पनि ल्याएको छैन, अरू केही पनि ल्याएको छैन होइन, सबै थोक केही छैन, हामी यतिकै आएको छु होइन। फ्रेम मात्र छ यहाँ, कसरी ग्राफ्टिङ गर्ने। हामीसँग पेपर पनि चाहियो, कागज पनि चाहियो, कागज व्यवस्था हुनु पर्छ। त्यसरी गर्छ यहाँ पेपर हुनुपर्छ कि पूर्व तयारी गरिसकेपछि त्यसपछि हामी यो लार्भाको यो फ्रेमहरू निकाल्ने क्या हो, सबै गरिसकेपछि अनि त्यसपछि यो गर्ने भयो। अब निकालौँ बुझ्नु भने सबैजना बुझ्नुभयो, यसमा छ केही कन्फ्युजन, बुझ्नु आएन भने सोध्नु है, फेरि म भन्छु। यस्तो अब काम गर्नु पर्यो होइन, अब अहिले गर्नुमा तपाईँ प्र्याक्टिस गर्नुहुन्न भने बिर्सिहाल्छ। अर्को घरमा सेलहरू कम भयो होइन, रोगतिर लाग्यो, अनि यो घरबाट मजबुत घरबाट चाहिँ अब अर्को घरमा भनौँ न सेलहरू लागेको सार्दाखेरि चाहिँ अब हजुरले यसरी झट्काउनु हुन्न भन्नुभयो होइन। अनि मौरी जान्छ नि त, त्यसरी नगरेको कसरी लान्छ? कुन सेललाई, यो ग्राफ्टिङ सेललाई कि मौरीलाई? तपाईँले भनेको कुरा त मौरी चाका त हामी झट्काउनु पर्छ, झट्कार्ने हो, बुझ्नु नै। मैले भनेको रानी कोषलाई हो होइन, रानी सेललाई हो। यो भनेको यो सार्नुहुन्छ नि, अर्को घारलाई पुरानो जस अथवा कमजोर घारलाई यहाँबाट सपोर्ट दिनुहुन्छ भने यो त यहाँको मौरी झार्नु पर्यो, बुझ्नु नै। निडल चलाउँदा त्यो पहिले पनि त्यो सफा गर्नु, कसरी सफा गर्नु यसलाई प्रयोग गरिसकेपछि यो नयाँ छ, यो त सफा गर्नु पर्दैन है। अब यसलाई स्प्रिटले एकचोटि सफा गरिदिने, अनि त्यसपछि महमा चोक्नुपर्छ है, महमा चोक्नु पर्यो है। अनि अर्को कुरा के छ भने, यहाँ सुन्नुहोस् एकछिन हाला नगर्नु, आउनु। अर्को कुरा के छ भने तपाईँ हामी लार्भा टिप्ने बेलामा जहिले पनि हेर्नु होला रोयल जेली धेरै भएको ठाउँबाट टिप्नु पर्यो। जुनमा रोयल जेली धेरै छ त्यो मात्र टिप्नु पर्यो, न सुक्खा लार्भा टिप्नुहुन्छ। सुक्खा लार्भा टिप्नुहुन्छ भने त्यहाँ खाने कुरा हुँदैन अनि त्यो मर्छ। जुनमा धेरै रोयल जेली छ, साई खुराक पढ्नु भएको थाहा नि त, साई खुराक धेरै छ त्यो मात्र टिप्ने है। उहाँ जस आन्टीको भनेको कुरा होइन। अब यो फ्रेमहरू सार्नु पर्यो भने
टकटकाउने हामी बाटो र छोड्दिन्छ। रानी कोष यो भएको अगाडिपट्टि फ्रेम नबस्नु कहिले त टकटकाउने हुँदैन त्यो हलाउनु एकदम है गऱ्यो कि म यो त मौरी यहाँ टकटकाएर अरूमा राख्दा भयो केही फरक छैन यो घुमै के आउँछ साई कुरा पुग्नु धेरै छ त्यो साथ धेरै एउटा सिधा पनि हुन्छ अलिक थोरै हुन्छ त्यसको पाक्नु होला सिधाले त हामी झिक्नै सक्दैनौँ नि त्यो घुम्रेकै चाहिन्छ नर्सरी आमा गोलामा राख्नुहुन्छ भने यो आमा गोलाले के गर्छ अब यसमा करिमौरीहरू हुन्छ त्यो जुन जुन कोषहरू उठाएको हुन्छ नि त्यो कोषमा त अझ रोयल जेली शाही खुराक भर्ने भयो नि त दिने भयो क्या खानालाई होइन अब जुन जुनमा उठाएको छ त्यो सबैमा शाही खुराक अलिक धेरै हुन्छ क्या बुझ्नु कि नै अब भोलिपल्ट के गर्नु पर्यो डबल ग्राफ्टिङ अझ राम्रो रानी निकाल्न खोज्नु भयो भने अनि डबल ग्राफ्टिङ गर्नको लागि यहाँ भएको लार्भालाई फेरि के गर्नु पर्यो निकालेर फालिदिनु पर्यो बुझ्नु नै केही सिन्काले अथवा केही जोस राम्रो कुराले निकालेर फाल्नु पर्यो अनि फालिसकेपछि फेरि त्यसैमा 1 देखि 2 दिनको लार्भा त्यो रोयल जेलीमा शाही खुराक भएको ठाउँमा हामी फेरि राखिदिएपछि त्यो भनेको डबल ग्राफ्टिङ हो त्यहाँ फेरि राखिदिनुहुन्छ नि त्यसले पसस खानेकुरा पायो क्या जस्तै हामी पढ्ने बेलामा अलि धेरै खुवायो भने रानु बन्छ रानुलाई जीवनभरि रोयल जेली खुवाउँछ होइन रोयल जेली भनेको सुपर फुड हो नि त होइन एकदम धेरै न्युट्रिसन भएको तपाईँको धेरै जस न्युट्रिसन धेरै अब राम्रै फुड हो भनेर बुझौँ होइन रोयलले नामै शाही खुराको होइन त्यो रोयल जेली भनेपछि त्यस कारणले त्यो जति धेरै खाना पायो जति तपाईँ सानो लार्भा टिपेर राख्नुभयो त्यसले धेरै खाना पायो होइन रोयल जेली धेरै खाना पायो अनि त्यसभन्दा धेरै तपाईँ चाह्यो भन्दा राम्रो हामी रानु जन्मिन सक्छ क्या मेन खानपिन भएको ठाउँमा त्यही फ्रेममा नै खान त पाउँछ नि त त्यसले यतिकै यतिकै प्रशस्त खाएन हामी निकालेर फेरि अर्कोमा राख्यौँ नि त अब यहाँ सुन्नुहोस् है अर्कोमा के ध्यान दिनुपर्छ भने जस्तै एउटामा 30वटा 40वटा रानु उत्पादन गर्नु अनि एउटै माउगोलामा 10वटा रानु उत्पादन गर्नु त्यसमा फरक पर्छ कि थोरै निकाले राम्रो थोरै निकालेको राम्रो जस्तै यसमा 30वटा मान्लो ग्राफ्टिङ सेलहरू राख्नुभयो क्या ग्राफ्टिङ 30वटामा कोषहरू उठायो यो करिमौरीले त मेहनत गर्नुपर्छ 30वटामा राख्नु पर्यो नि त होइन खानाको कम्पिटिसन हुन्छ क्या उनीहरूको जस्तै हाम्रै गाउँघर हाम्रै हुनौँ न मान्छेको जस्तै 1-2 जना भएको बच्चा फ्यामिली भएको अनि धेरैजना भएको अलिक खानामा सबै कुरा पुग्दैन नि सबैमा पुग्दैन त्यस्तै यो मौरीमा पनि है तपाईँ 10वटा आएको कोषमा आएको राख्नु अनि त्यसपछि 20वटा निस्क्यो त्यसमा पनि कम्पिटिसन हुन्छ त्यसमा पनि कमी बेसी हुन्छ है त्यस कारणले सकेसम्म आफै प्रयोग गर्नको लागि राम्रो निकाल्ने क्या बरु थोरै गर्ने राइट टाइममा अब आवश्यकता कति छ तपाईँको उद्देश्य लक्ष्य कस्तो छ त्यो अनुसारको हामी गर्न सक्छौँ बरु 2टा घरमा गर्न सक्ने भयो 2टा घरमा 2टा 3टामा गर्न सकिने भयो थोरै एउटै घरमा त एउटा फ्रेम मात्रै राखिदिउँ 10वटा यति मात्रै अब यहाँ भाले समाउनु त त्यो के अरे सिमेन्ट निकाल्ने सिकाइदिन्छु 2-4वटा समाउनु समात्नु भन्दा कता हिँडेको कुन घाटो छ यसको बिर्यानी निकाल्ने तरिका सिकाइदिन्छु एउटा छैन है एकदम रातभरिमै कति राम्रोसँग फाल्छ राम्रो नभएको भए ममै बनाउँदैन्थ्यो कि सरलकै फाली गर्ने यो त के चाका काटेर बेचे होला है यो कम हो जस्तो राम्रो छ मौरी है हेर्नु पनि अब कति घन्टा पुग्यो ल अब 15-16 घन्टा 15 घन्टा भयो होला होइन 15-16 घन्टा 3 बजे आज कति बजे अहिले 1 बजे मिल्दैन खिल्दैन होइन अब यसलाई हामी एकछिन यता साइड अब यसलाई निचोड्नको लागि अझै निस्किनु लाग्छ है अब यो भाले हामी छिपिएको भाले मेच्युरिटी भाले कसरी थाहा पाउने त सबभन्दा सजिलो तरिका तपाईँ यो भाले हेर्नुहुन्छ नि भित्र सबै उस्तै देखिन्छ क्या यसको जस कलरहरू अलिक चेन्ज भएको हुन्छ कालो भएको हुन्छ होइन अनि त्यसपछि मेन भनेको जस्तै तपाईँले अब आइआई गर्न खोज्नु अब कसरी चिन्ने त यो मेच्युरिटी भएको भाले होइन अब यसको लागि के गर्नु हाम्रो कसरी अपनाइन्छ त है जस्तै बिहान निस्क्यो भाले अब 3 बजेपछि टक्क एउटा मुढा लिएर घरमा बस्नु होइन
समय राख्ने घारमा बस्ने अनि पछि त्यो मेटिङ फ्लाइटमा गएको हुन्छ नि त माथि अनि सबै फर्किन्छ के त्यो जो भाले हुन्छ मेच्युरिटी भालेहरू सब बाहिर गएको हुन्छ के त्यो नछिपेको भाले भित्रै हुन्छ अलिअलि उड्न खोज्ने सिकिरहेको हुन्छ अनि जब छिपिसक्यो भाले छ भने त्यो मेटिङ फ्लाइटमा गएको हुन्छ अनि त्यो अब मेटिङ भएन रिलेटेड जोस पाएन रानी पाएन अनि त्यो फर्किन्छ त्यो घारमा फर्किन्छ 3 बजेपछि सबै भित्र छिप्छ अनि त्यसपछि घारमा बस्ने मजाले अनि त्यसपछि टप्प टिप्दै ठाउँमा राख्ने अनि त्यसपछि हामी आइआई गर्नको लागि पछि ल्याबमा गएर यसको यो चाहिँ बढी के यो भालेलाई पहिले यसको छ नि यसको यो भागलाई के यसरी हामी मसाज गर्छ माथिको भागलाई सर गुलो भएर हेरौँ न सबैले अब यो फोरेट भन्छ यहाँ हैन यो यसको यसरी हामी थिच्नु पर्यो खै यो त देखाम सर त्यो कमलो रहेछ कलिलो रहेछ अब हेर्नु सेतो कि पहेँलो भएको हो यो अब यो कलिलै छ अलि सेतो भएको यहाँबाट निस्किन्छ क्या अझै यो कलिलै रहेछ क्या बुझ्नुभयो यो कलिलो छ अनि यसमा सिमेन्ट यो बिरिया छ नि सिमेन्ट र म्युकस उस्तै हुन्छ यो हैन यो म्युकस हो है सिमेन्ट अब यसमा अलि कस्तो क्रिम कलरको हुन्छ क्रिम हामी आइसक्रिम खाने गरिन्छ नि क्रिम कलरको सिमेन्ट हुन्छ है यो भएन यो यो पनि छिप्या छ छिपेको भए बाहिर निस्किन्छ क्या अघि त्यो भाइले भेटाएको चाहिँ राम्रो थियो अलिअलि यो भइरहेको थियो अझै अझै छिप्या छैन क्या यो पुरै छिप्या छैन यो भनेपछि मर्छ होइन मरि छिपिसकेपछि यो टुप्पोमा हो क्या सिमेन्ट हुने क्रिम कलरको यहाँ हुने अनि यहाँबाट सङ्कलन गर्ने हो क्या यो कलरमा अहिलेसम्म निकालिएन छ नि यो पुरै निस्किने भयो क्या पेनिस सहित यसको त्यसमा अब त्यो भेजाइनामा त्यो टाँसिने भयो क्या अनि त्यो यो मौरी फेरि यसरी फर्केर जब झर्छ नि अनि त्यसपछि यो पुरै त्यसमै चिडी फुट्छ अनि त्यसपछि मर्छ क्या यो भाले सब पर्फेक्ट भयो त केटो यो हो र हैन सेतो चाहिँ होइन त्यसरी नथिच्नु न एकैचोटि धेरै अठाउनु भएन यहाँबाट निस्किन्छ क्या त्यो अर्कै यो यसलाई मसाज गरेपछि पेटलाई क्या पहिला अनि त्यसपछि सजिलै तरिका निस्किन्छ निस्कियो सर आयो आएन छैन 3 4 5 छैन जस्तो छ यो अब मिटिङमा गयो परिपक्व चाहिँ आवश्यक छैन कि त्यो छैन यो बर यो केही रहेछ सुनजान यसमा थोरै रहेछ थोरै देखिएको हो थोरै रहेछ कि यसमा टुप्पोमा थोरै छ नि टुप्पोमा देखिएको थोरै छ खै सर अलि आँखाले हेर्नु पर्यो थोरै छ क्या टुप्पामा क्रिम कलरको छ नि त त्यो थोरै छ ल छोड्दे छैन कहाँ बाँकी राख्छ होइन यस्तो राम्रो मौरी छ बाहिर चिसो भयो कि भयो होला हेर्नु होला है हेर्नु भएको थियो है अनि त्यो भाँदिनु पऱ्यो त यो त माथिबाट आउँदैछ शीतल भन्नु न एउटा त्यो यो आपतकालीन हो कि सबै उठायो यस्तो छ कि यहाँ त छैन नि अन्डा छैन हटाइदिन्छु है अब यो हटाउने
सरले अहिले भिडियो नथिए नि त्यो चाका काट्ने त्यो चाहिँ ब्रुडमा काटिए त्यहीँबाट बनाइयो सही फाल्दिनु यसले चाहिँ सबै उठाएको त्यो अर्को पनि सर हजुर त्यो म गर्छु त्यो काम सरले मलाई उता लिएर जानु मौरी मौरीले डिस्टर्ब भयो साँच्चीको यो हेर्नु अनि एकजना गरौँ उता ग्राफ्टिङ गरिदिनु मोर्छ कि छिटो अलि त्यसलाई किन लानु भयो सर यो अघि राखेको यस्तो सबै भिडियो खायो नि त्यसमा एउटा झरिसक्यो रहेछ सर टोपी लाउँदा त मलाई डर लाग्दो रहेछ एउटा झरे टोपी है हाकिम गरेर टोपी लाउनु त्यसलाई पुरै हालेको पहिला लार्भा चिन्न पर्यो एक दिन हामी लार्भा चिन्नु होइन लार्भा चिन्नेर म निकालिदिन्छु है पक्नु उतै बस्नु म पहिला हामीले चिनेर अनि अब यो लार्भा है यो कति दिनको भयो ठुलो छ नि त 3 दिनको होला सर 3 दिनभन्दा अझै ठुलो छ सर एक दिने अन्डा छ कि छैन यहाँ हुन्न नसके हाल्ने अरू खाइसके त सपोर्ट लिने यहाँ सुन्नुस् है लार्भा हेर्ने हैन पक्नु निकाल्छु यो जागा त खाइदिनु भयो हालेसी के चिज उ भइसक्यो बाहिर धेरै बेर निकालिसके यही फरक पर्दैन यो तलको चाका बनाउन धेरै टाइम लाग्छ यो किन नोक्सान गरे अर्को काटेर दिन हजुर हैन घरमा टन्नै छ हजुर खाना त सबैले खानु भयो कि म नखाएको कोही छैन फरक बरु आउनु सानो टाइम मात्र होला सायद समूहको गाउँ ल्याउनु भएछ 25,000 मौरी सबैले खाएन अहिले गएर जति खाएर पाइन्छ गणेशजी हजुर समूहले पहिलेको निर्णय गर्नु पर्यो सिफारिस हुनु पर्यो यहाँ हेर्नु त यो हेर्नु लार्भा छ है 2 दिनको लार्भा हेर्नु 2 दिनको है ल हजुर त्यसलाई ढिलो नगर्नु देखाउनलाई हो कि हेर्नु 2 दिन तपाईहरुले त लार्भै देख्नु प्र्याक्टिकल त हो लास्टमा राखियो यहाँ सुन्नुस् म राखिसके है त्यो अब याद गर्नु होला यतातिरको छेउमा छ त्यो मर्छ बाँच्छ अब यो जहिले निकाल्ने बेलामा अघि भनेको थिएँ नि यो ग्राफ्टिङ निडल भयो हैन अब यसको अनि यता पिठ्युबाट हो के निडल यसरी छिराउने के बुझ्नु नि अनि छिराएपछि थिच्ने के यसरी अब थिच्नुहुन्छ नि एरिया राखिए है हामीले बुझ्नु कि यहाँ सुन्नुस् है यता पहिला भिडियो बच्छ यो ग्राफ्टिङ यो निडल यो कोषमा सेल छ नि यो कोषमा करेमीको कोषमा यसरी जस थिच्नु पर्यो यसरी थिचेपछि के हुन्छ भित्र गएको जस यो गयो हैन अनि पछाडीबाट तान्नु होला के पछाडीबाट अब यसरी तपाई निकाल्ने बेला कोही नजानेको मान्छे यसरी गर्छ के यसरी यो त मर्यो हेर्नु त यो कतेको भयो नि त फुट्यो है अब हेर्नु त नजानेको यसरी के यसरी कहिले नगर्ने के माथिबाट सुन्नु नि यसो गरेर पछाडी तान्नु होला जस्तै यो भन्छ के अब यो राख्ने बेलामा 45 डिग्रीको एंगलमा आफूले सहज कतिखेर कसरी हुन्छ त्यो गर्नु पर्यो के जो मान्छे काम गर्ने हुन्छ नि कोही यो के रे दाहिने हात हुन्छ कोही बायाँ हात हुन्छ तपाईले सहज कसरी हुन्छ तर 45 को एंगलमा हैन 45 डिग्रीको एंगलमा यसरी राख्ने अनि त्यसपछि यो निडल पनि अब 90 डिग्री नभएर 45 डिग्रीको एंगलमा यसरी राख्नु पर्यो के दल्काएर है अनि छिराउने अनि त्यसपछि यसरी तान्नु पर्यो है कति सजिलो सरले गर्दा अब यहाँ थिच्ने के यो छ नि यो पुश गर्ने के यो थिच्ने के यो त्यस्तो गर्ने त आइहाल्छ त पहिला सिधा थियो अहिले चाहिँ यो अलि सिधा छैन के हामीले मिस्टेक गरेको सिधा थियो हैन अनि थोरै सिधा गर्नु त यसलाई थोरै त्यसमा राखेको त्यसलाई निकाल्दा थिच्नै पर्छ
5 मिनेट भित्र सक्नु पर्यो यो हामीले काम नत्र मर्ने भएन भन्यो मैले भोलिन्टियर सिकेर अब लारो टिप्ने बेला भोलि यहाँ अब तापक्रम नै छ यहाँ घाम पनि लाग्यो हैन लगभग वातावरण त मिल्न खोज्यो हावा पनि छिट्लिए जान्छ हैन एक दिन हैन हजुरले घुम्नु लाइदिनु भयो फेरि घुम्ती त लाग्दैन हैन उके उहाँहरुको केन्द्रले ए लाखु लाइदिनु भयो के है म लाइटरले स्वच्छ पारेर हाल्नु एकदम थोरै रोयल जेली छ के सुखा भएपछि यो निकाल्नलाई गाह्रो हुन्छ के बुझ्नु कि नै अफ सिजन भएर सर यस्तो भयो अफ सिजन अलि टाइम बित्न लागेछ के सिजन भएपछि त खत्रै हुन्छ रोयल जेली पुरै भरि हुन्छ अनि लार्भा निकाल्न सजिलो हुन्छ कि हजुर त खाली रोयल जेली खाँदै त्यो निकाल्दै गर्नु हुँदो रहेछ अनि मौरीमा काम राम्रो रोयल जेली खाएर मौरीमा काम गर्ने मान्छे धेरै मान्छ कि याद गर्नु होला अलि मगर लाग्दैन सफा गर्न पर्दैन अमृतमा परेको हुन्छ नि त्यो त जुठो हुन्न मुखमा नहालिकन पनि हुन्छ तर के हुन्छ यसमा टाँस दिएको हुन्छ के रोयल जेली कम भएर छ रोयल जेली अनि अर्को टाँस दियो भने त्यो आउँदैन के यो तान्न हामीले सरले गर्नु अगो पनि यति धेरै भएन भन्नु परेन के सिजनले नि फरक पर्छ अब यो कस्तो हामी माउ नर्सरीकोला छ नि कस्तो छ त्यसमा भर पर्छ के सिजनले नि फरक पार्यो समयले नि बुझ्नुभयो अनि त सफा गर्नको लागि गरिदिएको यहाँ केही कपडा पानी नभएपछि एउटा कपडा भएपछि सफा यसमा मल यहाँ भइसक्यो राखिदिनु मुनिपट्टि फर्काने होइन त्यसले घुमाउनु छ है अब हैन यसलाई तल पार्नु पर्यो सरले पार्नु गरेर अलग त गर्नु पर्छ घुमाउनु पर्यो नि त्यसलाई यहाँ यसरी होइन यहीँ घुमाएर यो 5 cm राख्ने भनेको त्यो यो हातले मुला सफा गइसक्यो हो त्यही भएर एउटा गयो केही फरक परेन भएपछि त केही फरक परेन ढिलो हुन्छ ढिलो भइसक्यो ढिलो भइसक्यो त्यो गर्दा कति गयो झर्न सक्छ है सबैले टाइम खेलाहरू भयो 4 मिनेटमा गर्यो हामीले 1:42 भयो अहिले यो रेकर्ड के कति अब के हामी हेर्छौँ नि त भोलि 24 घण्टामा हेर्छौँ अब यसलाई म तातो बनाउने सहाय गर्छु मैले चिनी चास्नी पनि अनि अब चिनी चास्नी सबै कुरा चिनी चास्नी यहाँ म प्रशस्त त दिनै पर्यो प्र्याक्टिकली त दिने हो कि नबिगारम अब जुटको बोरा क्राफ्टिङ गर्ने प्रुनिङ गर्ने यस्तो ट्रेनिङहरू हजुरकोमा गएर हेर्नु मैले त्यही सेयर गर्दैछु ग्रुपमा ग्रुपमा को हुनुहुन्छ सेल कतिको उठाएर चाहिँ हिजो सबैमा बना होला सिजनमा अब यो मजबुत सिजन यी रोयल जेली हालेर एक दिन अन्डा हेर्नु एक दिन अन्डालाई रोयल जेली खपै सर एक दिने अन्डालाई अरू भनेको के अरे प्युपा स्टेजमा पुगिसकेको अब यसले खाली ठाउँ पाएन क्या खाली ठाउँ त हुनु पर्यो नि त कोस उठाउनलाई अनि खाली ठाउँ यता भेट्यो अनि यतातिर उठाइदियो कति दिनको हो यो 3 दिनको ए रोयल जेली ल सर हात थाल्नु खानु सर अहिले त हामीले त त्यो भन्न त भएन तर आपतकालीनमा तपाईँ गर्न त भयो क्राफ्टिङ नीतिबाट गर्दा त्यो एकै दिनको अन्डा हो इमर्जेन्सी आपतकालीन रानो उत्पादन गरेछ यो आपतकालीन रानो अन्डा ल्याउनु यहाँ रोयल जेली सहित पचहत्तर 80 डिग्री हुन्छ है अनि त्यसपछि अर्को दिन हेर्नुहुन्छ 3 दिनमा लगभग 45-50 डिग्री भनौँ न त्यसै एङ्गलमा हुन्छ अनि अर्को दिनमा त पुरै सुतेको हुन्छ कि यसरी सुतिन्छ अन्डा सुत्छ अनि चौथो दिनमा त लार्भा निस्किने भयो नि त यो हामीले रानो ग्राफ्टिङ प्रविधिबाट रानो उत्पादन गर्नको लागि यो घरबाट आमाकोलाई छनौट गरेर नर्सरीकोलाई छनौट गरेर यो प्रविधिबाट नयाँ टेक्नोलोजीबाट उत्पादन गर्नको लागि हामीले यो इमर्जेन्सी अहिले रानी 40 घण्टा अगाडि 48 घण्टा अगाडि हटाइएको छ क्विनलेस गरियो र अहिले 48 घण्टापछि हेर्दाखेरि यहाँ सबैले इमर्जेन्सी रानीहरू उत्पादन गरेर क्विनहरू सेलहरू बनाएका छन् कोष बनाउँदैछन् अब यो
कोषहरूलाई सबै हटाएपछि अनि हामीले ग्राफ्टिङ विधिबाट यहाँ ग्राफ्टिङको सेलहरू दिइसकेका छौँ, कोषहरू दिइसकेका छौँ र यो आपतकालीन कोषहरू हटाउनु पर्ने भएर यो हटाउँदैछ हामीले। आपतकालीन कोष नहटाए हुँदै त्यो आपतकालीन कोष नहटाउँदा उसले आफ्नै यही कोषबाट के अरे उसले रानी उत्पादन गर्ने र हामीले दिएको ग्राफ्टिङ प्रविधिको उसले स्वीकार नगर्ने भएको हुनाले हामीले चाहिँ यो हटाइरहेछौँ, हेर्दै हटाउँदैछ। भयो भएन बोलेको यति नै अलि थप्दा हजुर पन्त हानि पाउँ भनेर राख्नु। अब यो हामीले ग्राफ्टिङबाट झुकिएर एउटा कोष पनि छुट्यो भन्छ यो ग्राफ्टिङ विधिबाट हामीले ग्राफ्टिङ गरेर बच्चा रानी निकाल्नको लागि यसमा त म मात्रै छ। सबै रानी कोष